साथीहरु सबैजनालाई गुड मर्निङ। एउटा कुरा के भन्छ अरे हिजो चाहिँ म चाहिँ मौरी काटेकोमा हेर्नु गएको थिएँ, भिडियो पनि बनाउनु गएको थिएँ। के भन्छ अरे मौरीले मलाई टोकेरै हात यत्रो यत्रो फुलिरहेछ, रातभरि ज्वरो आएर यसको बजेले पुरा ज्वरो आयो। अहिले चाहिँ अलिक आराम भएको छ, योभन्दा बेसी फुलेको थियो, अहिले चाहिँ अलिक कम्ती भएको छ फुलिनुको लागि। रातभरि ज्वरो पनि आएको थियो। के भन्छ साथीहरु बहिनी र म चाहिँ गाईगुरु शीतलमा सार्नु गएको। यता बहिनी छ, यता म। गाई गुरुलाई शीतलमा सार्नुपर्छ, नभए त घाम डह्रो लागेछ नि त, भरे नभए मर्छ। गाई गुरु गरमले गाबिना गाई छ नि त, त्यही भएर अब गाई गुरु सार्नु, सुँगुर दाना बनाउनु, यता त्यता त्यही हो काम। अहिले त त्यही छ काम, धान लगाउने टाइममा मात्रै अलिक काम हुन्छ नि त। त्यहाँ हामीहरूको गाउँको नजारा यस्तो जङ्गलको चेपबाट जानुपर्छ गाई गुरु सार्नुको लागि। हामीहरूको गाउँको नजारा वाह। गाई गुरु सार्ने जग्गामा पनि आइपुगिसक्यो, तर के गर्नु शीतल नरहेछ। के भन्छ अरे घाँसहरू सबै रिजर्भ गरिसकेको रहेछ। उता पनि रिजर्भ, यता पनि रिजर्भ, यता पनि रिजर्भ। हामीहरूको कता बाँध्ने हो? उपर एउटा घाँस खाली छ, त्यही लैजानुपर्छ होला। अहिले बाँधिसकेर भेट्छु ल। फेरि अहिले रिजर्भ भइसक्छ नि त, त्यही भएर बाँध्ने शीतल भेट्दैन नि त ल। साथीहरू शीतलमा पनि सारिसक्यो, बल्ल बल्ल जग्गा पाएँ दूर दूरमा लगेर। अब घरतिर लागेको, खतरा गरम छ, खतरा। घर पुगेर भेट्छु ल, खतरा गरम छ रे। साथीहरू घर आइपुगे बल्ल बल्ल, गरममा कति घाम चर्केको छ भगवान, कति घाम, कति बाफ्रे भन्नु पर्दैन, कति गरम छ। अहिले भेट्छु साथीहरू, गरम छ कस्तो। त्यही भएर आरू खानु मन लाग्यो, त्यही भएर आरू टिप्न आएको। आमाले अलिकति टिपेर लैजानु छ, त्यो बेसी सानो सानो छ नि त, त्यही भएर अब म टिपेर लैजान्छु। अलिकति ठुल्ठुलो भेट्छु कि उठ्छु, कस्तो खानु मन लाग्यो नि त, त्यही भएर ज्वरो आएको थियो, तर पनि ज्वरो हरायो। रहेछ एउटा ठुलो, 2-3टा रहेछ ठुलो चाहिँ, म गिराउँछु ल। दाङ छ साथीहरू। म चाहिँ घाँसमा उठेँ, डन्ठाले भेटेन नि त, त्यही भएर घाँसमा उठेको। मजा पाकेको रहेछ। 2-3टा त गिराएँ मैले। अब म घाँसमा उठेर यस्तो गिराउँछु कि चप्पल खोल्नुपर्छ। गिऱ्यो भने फेरि आन्द्रा भुँडी एकै जग्गा भयो भने खतम, लाटलुट। अनरसको बोटै मात्रै छ, मैले मजा भेटेँ ल। साथीहरू म चाहिँ आरू झार्छु, पाकेको लाजा बरु धेरै दिन्छु ल। डोरो रहेछ पायो। साथीहरू मैले आरू झारिसकेँ, अब नाम्नु पर्यो। नाम्नु त एकै झट्कामा, उठ्नु चाहिँ साह्रो पर्छ नि ल।तिर आरू पनि झारेर आएँ, गरम पनि खतरा भयो। कस्तो मजा। यता आमा खाँदैछ, यता म खान्छु, अहिले भेट्छु खाना। अब खान्छु ल। हाम्रो बहिनी चाहिँ गेममा एकदम पागल छ, देखाउँछु ल। साथीहरू बल्ल सुतेर पनि उठ्यो। यता बहिनीले झालचाना ल्याइदिएछ, खाँदैछु पछि सुतेर उठ्ने बित्तिकै। खान यति छ मेरो चाहिँ, सालाको खानु कहाँ हुँदैन। साथीहरू बेलुकाको भात सब्जी गर्ने बेला पनि भयो। गरम देखेर त किन भात खानु जस्तै हुन्छ, यति गरम छ, यति गरम छ। यता चाहिँ आमाले दाल बसाइदिनु भएछ, अब म चाहिँ भात सब्जी बनाउँछु। बडी, बैगुन, आलु मिक्स गरेर बनाइदिन्छु, बैगुनै नरहेछ त्यही भएर। साथीहरू अब चाहिँ सब्जी काट्छु। बैगन बेसी छैन, यति नै छ। बैगन निबु यो चाहिँ भरे खानु भातसँग। अब सब्जी काट्छु म, त्यहाँबाट चरचर आलुसँग बुझ्छु। साथीहरू काटकुट गरिसकेँ सब्जी पनि, अब बसाएको। यता सब्जी बसाएँ मैले। मोमो गरमले पुरा पाक्नु आँटिसक्यो। अब सब्जी पाक्छ, भात खान्छु, थालबाटी धुन्छु, त्यहाँबाट चिसो पारेर खल नुहाउँछु ल। साथीहरू भात खाएको, आधा खरे भात खाएर बनाएको कालो दाल, बैगन, आलु, बोडी र जिरे खुर्सानी, निबु खान्छु ल।
र साथीहरू भात खाइसकेँ नुहाइधुवाइ पनि गरिसकेँ अब कति शीतल भयो अब सुत्नु पर्ने हुन्छ तपाईलाई यो भिडियो कस्तो लाग्छ के लाग्छ राम्रोसँगले हेर्नु होला अनि सबैजनालाई बाई बाई गुड नाइट